हेलो गाइज, आज चाहिँ हामी सन्चै हुनुहुन्छ होला सबैजना सन्चै होला। म पनि सन्चै छु र तपाईँहरू पनि सन्चै हुनुहुन्छ भन्ने म आशा राख्दछु। आज चाहिँ हामी किर्तिपुरको बागभैरव मन्दिर घुम्न गइरहेको छु। यो मन्दिर चाहिँ हामी मन्दिरको गेटनिर छौँ। अब भित्रको अब दृश्यहरू देखाउन चाहन्छु म। ल भित्र जाउँ त। ल हामी गेटबाट छिरिसकेका छौँ। यो मन्दिर चाहिँ धेरै पुरानो मन्दिर हो। यो मन्दिरमा यो ठाउँ चाहिँ किर्तिपुरमा छ। किर्तिपुर बबाल छ यो मन्दिर पनि एकदम। यो मन्दिर चाहिँ एकदम नेवारी समुदायमा पर्छ। यो किर्तिपुरको छ। यता भ्यू पनि मजाको छ गाइजहरू। यता अगाडि गएर म अझै राम्रोसँग देखाउँछु हजुरहरूलाई। यता हेर्नु, यो त दियो बाल्ने ठाउँ। यो यता साना मन्दिरहरू। यो बागभैरव मन्दिर बबाल छ। यता घन्टीहरू बजाउने। यो यता अब म उता काठमाडौँको एमबाट कस्तो भ्यू आउँछ म देखाउँछु हजुरहरूलाई। हेर्न गइरहेको छु। बबाल छ। आज पानी परेर मौसम पनि बबाल भइरहेछ एकदम। हाम्रो लालु दाईहरू उता हुनुहुन्छ। लालु दाई अनि मेरो भाइ पनि साथमा छ। एकदम दामी लालु दाई। ल यताबाट भ्यू बबाल आउँछ हेर्नु गाइज। आज पानी परेर मौसम नै यस्तो बबाल देखिरहेको छ। ल त्यो चाहिँ गाइज हाम्रो कलङ्कीको अन्डरग्राउन्ड तपाईँको ग्राउन्ड भइहाल्यो। त्यो स्वयम्भू देखिरहेको छ। किर्तिपुर एरिया यो हाम्रो चाहिँ कलङ्की एरियादेखि लिएर स्वयम्भू एरियादेखि भइहाल्यो। हाम्रो धरेर त्यही छ त हो हात त्यसलाई छ है। ल क्याच यति हो न आजको चाहिँ यो मन्दिरको भ्यू चाहिँ बबाल छ। तपाईँहरू पनि घुम्नु मन छ भने आउनु होला। साइकल फुटबलहरू खेल्न मिल्दैन यो ठाउँमा चाहिँ। यता अब कसले अब यो मन्दिर बनाउँदाखेरिको कसले योगदान दिएको छ नि त। अब यहाँ हेर्नु, यहाँ बबाल छ। यता माथि अब के हो योहरू CCTVहरू छन्। अब यो मन्दिरको स्थापना चाहिँ यो हेर्न सक्नुहुन्छ तपाईँहरू। यो बबाल छ। यो चाइनिज परम्परा जस्तो छ सबै। यो ठाउँमा पुरै नेवारी समुदाय पर्छन्। यसमा 4वटा झ्याल छन् र मन्दिर चाहिँ भित्र बबाल छ क्या गाइस। तपाईँहरू पनि घुम्न आउनु होला। बबाल चाहिँ एकपल्ट घुम्नुपर्छ यो मन्दिरमा पनि। ल गाइस यहाँ हेर्नु, भित्र अब मान्छेले पूजा गर्ने ठाउँ छ। भित्र अब अब भित्र जानु मिल्दैन। हामीले बाहिरबाट दर्शन गर्नुपर्छ। ल हामी तपाईँ सबैजनाले बागभैरव मन्दिरको भित्रको अवस्था सँगै बागभैरव मन्दिरको छेउबाट हेर्दाखेरि चाहिँ काठमाडौँ, कलङ्की, स्वयम्भू कस्तो देखिन्छ भन्ने कुरा पनि तपाईँले थाहा पाइसक्नुभयो। र हामी चाहिँ कहाँबाट चाहिँ आइयो यो स्थानमा भन्ने कुरा चाहिँ तपाईँहरूलाई हेराउन गइरहेको छु म। सबैभन्दा पहिला हामी चाहिँ अब नयाँ गेट आउनुपर्छ किर्तिपुरको। त्यसपछि चाहिँ हामी चाहिँ त्यसकै सिधै बाटो गयो भने त्यहाँ हाम्रो चाहिँ सिडी आउँछ। सिडी जस्तै हुन्छ होइन। त्यो अब सिमेन्टको हुन्छ होइन। त्यहाँ हामी चाहिँ अब त्यही बाटो हुँदै चढ्दै आउने। त्यहाँ अब आमाहरू पनि हुनुहुन्छ, भाइ हुनुहुन्छ, साथीहरू अगाडि छन्। एउटा अर्को भाइ छ नवीन भाइ, जसले चाहिँ भ्लगिङ गरेको छ अगाडि नै। यस्तै बाटो हुन्छ होइन। हामी यस्तै बाटो चढ्नुपर्छ। लगभग 100-150वटा सिडी छ। र त्यसै गरी चाहिँ हामीले सानो स्तूपा देख्यौँ। राम्रो लाग्यो। राम्रो लाग्दै भन्दै अब बाटोमा हिँड्दै गर्दाखेरि चाहिँ भाइको स्कुल भेटियो। मैले के भने सुन्नु होला। भाइको स्कुल, दिस इज भाइ स्कुल, नट भाइको स्कुल। ओ भाइ स्कुल हो त्यहाँ। मौज मस्ती गर्दै अगाडितिर जाँदाखेरि चाहिँ अब यो चाहिँ अब किर्तिपुरको नयाँ बजारभन्दा 10 मिनट अगाडिको चाहिँ अब भ्यू चाहिँ यस्तो रहेको छ होइन। सिडीबाट चढेपछि त्यो सेतो कार छ। सेतो कारको ठ्याक्कै त्यहीँबाट जाने हो हामी बागभैरव मन्दिर। हामी चाहिँ फर्किने बेलाको हो, तर जाने भन्ने बाटोको यही हो है बागभैरव मन्दिर। जाँदै गर्दाखेरि चाहिँ फर्किने बेला यस्तो चाहिँ दृश्य देख्न पाइयो। एकदम राम्रो छ दृश्य। कस्तो लाग्यो कमेन्ट गर्नु होला तपाईँहरूले।